नमस्कार, शुभ दिन। आज चाहिँ हाम्रो खेतमा आली लाउने दिन। अब चाँदे बोकेर हिँड्यो खेतमा आली लाउने दिन। अब धान रोपाइ गर्ने बेला भएको छ कि त पानी लगाएर खेत रेडी गरेर यता मोटर चलेर पानी आइरह सबैतिर पानी छ। अब त सिजन सुरु हो चैते धान रोप्ने। अब म चाहिँ खेत जाँदैछु। अब खेतमा गएर यो चाँदे युज नगरेर नि धेरै भारे छ। अब म भर्खर आएको मेरो पालेमा चाहिँ यस्तो पुरानो चाँदे पर्यो। घर आएर बसेपछि काम त गर्नै पर्यो, अल्छी लागेर नि भएन। यहाँ आएपछि 10 बजीसम्म सुत्ने बानी लागेको थियो। आज अब खेत खन्न जानुपर्ने भनेर चाँडै उठेको। घाम लागेको छैन, आकाशको हालत यस्तो छ कि एकदम धुम्म भएर बसेको छ। काम गर्न त सजिलै हुन्छ, शीतल यस्तरी चाहिँ हो क्यारे। यस्तरी काँदामा चाँदे हालेर गइन्छ। अब बुवा गइसक्नु भएको। मेरो पनि आज योगदान रहने भयो चैते धानको लागि। घर आए बेला त गर्नै पर्ने होइन, यस्तो छ। किसानीको छोरा भएपछि जहाँ गएर जे काम गरे पनि रुट्स त उही हो। आएर त घर आएर बसिसकेपछि त गर्नै पर्यो। यस्तो छ पारा। कता के गरे सबको मोटर खोले। अहिले उति अङ्कलले आएर त्यहाँ पनि मोटर खोल्नु भयो। पानी हटत आएर चिप्लेर झनै लड्याउ। हिलोमा पऱ्यो नि खुट्टा झन्नै चिप्लेर प्ल्यात्तै लड्या। अब पानी भेटेपछि खुट्टा धोएर अनि खेतमा बस्ने हो। हेत्तेरी यस्तो छ है गाउँले भन्ने कि के भन्ने कि। ला यहाँ त बिजुलीको तार ल्याएको पोलै ढल्यो। अब यो ट्र्याक्टर आयो भने कताबाट लान्छ। यस्तो बिजोग भयो। पोल लड्यो यतातिर। यहाँ थाहै नपाई यतातिर अस्ति आउँदाखेरि केही थिएन। यहाँ बाटो खोलेछन् फेरि। ल यत्रो बाटो बनायो नि। यो त हाम्रोतिर 6 मिटरको भन्थ्यो। 6 मिटर ठ्याक्कै 6 मिटरको बाटो खोलेछन्। ल यताबाट यता तलतिर जाने त सिधै थियो। अहिले यता नि लगेछन् बाटो स्वाट्ट खोलेछन्। यस्तै हो। अब सुविधाको लागि बाटो पनि चाहियो। अब यसो हेर्ने हो भने त धान खाने खेतको सत्यानाश हुने हो होइन त। पहिला भए 2 कोदालोको लागि मारामार हानाहान भनाभन। परिवर्तन मान्छेको चेतना चाहिँ यसरी आछ। चेतनाको विकास यसरी भएको छ। रोड चाहिन्छ, बाटो चाहिन्छ, सुविधा हुनुपर्छ भन्ने भएको छ। तर के गर्नु, हामीले गरेर भन्ने धेरै छन्। ऊ बेला त केही हुँदैन थियो, हामी आएपछि सबै भयो भन्छन् है। विकास बिस्तारै हुँदैछ। अस्ति हेर्नु नि यहाँ आउँदाखेरि हरियो देखेको गाउँ चाहिँ पहेँलो भएर पाक्न थालिसक्यो नि। अस्ति हरियो देखिरहेको थियो है। यता पहेँलै भएछ, बाला पनि मरेछ, यता लडेछ पनि सबतिर। बुवा पानी निकालेर मोटर चलाएर पानी आएपछि हिँड्नु हो। म चाहिँ काँदा कोदालो लखर आउँदैछु। अब आज आलीलाई सक्नु पर्ने भन्ने चाहिँ हो क्यारे। ए बुवाले त आधी ब्लाङ पारेर सिधाइसक्नु भएछ। फेरि सर्लक्कै यता सर्लक्क। अब खोइ कता खन्ने हो, कता गर्ने हो। कताबाट गर्ने बुवा? लास्टको डिलमा हो। ए तलबाट अरे यता भइसक्यो अरे। म ढिला भइछु।
यस्तो छ बारा खेतको आली आली खेतको आली आली कति मजा आउँछ नि है खेतको आली आली वरिपरि बाली बाली होइन यहाँ चाहिँ यस्तो पानी लागेको छ हाम्रो खेतमा अब यहाँ ट्र्याक्टर रोडा भेटा भटाटटा पारेपछि हिलो लदा भइहाल्छ धानको बिउ त्यहाँनिर छ ऊ धानको बिउ ओखालेर एक दिन त्यहाँ पनि फेरि हाल खेल्नु पर्नेछ सट्ट ओखालेर ट्र्याक्टरले बनाएपछि अनि रोपाइँ गरेपछि धानको काम सकियो यसपालि तोरी काट्ने देखुन् लाउनेसम्म सर्लक्कै भ्याएर गइने हो खै जान नि गइने हो कि नगइने हो पारा ठिक छैन भन्छन् यस्तै छ है 6 मिनेटको भएछ अब पुग्यो आजलाई